युवराज सफल भन्ने चाहिँ हुनुहुन्छ म देख्छु। तर उहाँको चाहिँ के हो उहाँका छोरा होलान् छोरी होलान् ज्वाइँ हुन्छन् सधैँभरि एउटा के अरे यस्तै दिन त आउँदैन। अस्ति जाडो भयो कस्तो भएको थियो, अब गर्मी चढ्छ। सधैँभरि त सफल बाबु पनि त त्यस्तै उमेरै त रहँदैन होला नि, एउटाले सक्दैन। यो उहाँ सफल बाबुको पनि पछि पछि मान्छे छन्, अघि पछि म त यसो अगाडि बढ हामी पछि आउँछौँ भनेका छन्, एउटाले मात्रै सक्दैन। युवराज सफलले मुद्दा हालेको चाहिँ गल्ती गरेका हुन् नि। त्यो हाल्नै नहुने हो, हाल्नै नहुने। आफ्ना पनि छन् नि त, आफ्ना पनि छोराछोरी पनि हुन्छन् नि, केही न केही त हुन्छ नि हो। एउटा न एउटा धोका त लाग्छ नि, पाप त लागिहाल्छ नि। हेर्नुहोस् यसरी यो अब यो फेसबुकमा युट्युबमा हेर्दाखेरि चाहिँ मेरो आत्मा धेरै रुइरहेको छ। अहिले 75 वर्षको उमेर भयो, यस्तो नाटक त मैले काहीँ के मान्छे जन्मनु भएको रहेछ। एउटालाई जेलबाट निकाल्ने, अनि फेरि लाने, फेरि अब के गर्ने, यो म केही बुझ्न ओर्न केही सकेको छैन। उहाँहरूको हात के हो, उहाँहरूको मन के हो बाबु? मलाई कतिजनाले भन्छन् नि सन्दीपको लागि चाहिँ के अरे पूजा गर्थिस्, पूजा सफल भयो भने। अस्ति त सफल भएको थियो, फेरि अलिकति भगवान्ले उ गरे। तर यो कुरा पनि सफल चाहिँ हुन्छन्। गर्छु भनेकालाई चाहिँ गर्न नदिनु चाहिँ एउटा के अरे असाध्यै नै मेरो चाहिँ मन रुइरहेको छ। हामी जस्ता कति छन् हामी आमा। मैले जम्ला हात जोडेर मेरो सबै छोरा भनेको छ। रविलाई चाहिँ साह्रै नै धुइरो खनेका छन्। अमेरिकामा बस्नुभएको मान्छे आफ्नो परिवार छोडेर आएर अब नेपाललाई चाहिँ म गर्छु है भनेर आउनुभएको, उहाँ आउनुभएको। अब म यसरी उड्छु भनेर त्यत्रो चेतनबाट त्यत्रो जनताले चुनेर कस्तो गरेर आउनुभएको मान्छेलाई आज यस्तो चाहिँ बनाइदिनु चाहिँ त्यस्तो गर्नु हुँदैन। म 75 वर्षकी बुढी मान्छेले दिएको आशिष पनि त उहाँहरूले मान्नुपर्छ। जेल हाल्ने भन्ने कुरो त किनभने उसलाई जेल हालिसकेपछि केही गर्न सक्दैन, अनि केही गर्न नसकेपछि यहाँ हामी चाहिँ सबै काम सफल बनाइहाल्छौँ। उसलाई जेलमा चाहिँ कोच्छौँ, कोचेर चाहिँ अब राखेपछि ऊ चटपटाउनै सक्दैन। म सुरक्षित राख्ने जेलमा भन्छन्। बाबा लाटाले पनि चिन्ने कुरो, जेल हालेको मान्छेलाई सुरक्षित राख्छ। त्यो रवि बाबुको चाहिँ भाषण सुन्दाखेरि त के भन्नु छ, यो मेरा मुटु नि भक्कानिएर आउँछ। त्यस्तो भाषण गरेको छ। चाउचाउ पोको खाँदै कसैलाई पानी खुवाएको छ। दर्शकबिन स्वागत छ यहाँहरूलाई। आज हामीसँग किरण देवी आचार्य आमासँग छौँ। आज आमासँग कुराकानी गर्नेछौँ। यो कुराकानी रमाइलो हुनेछ र पछिल्लो राजनीतिक घटनाक्रमको विषयवस्तुलाई समेट्नेछौँ। आमा स्वागत छ यहाँलाई। हजुर नमस्कार। आराम हुनुहुन्छ? ठिक छ बाबु, बुढेसको काल हो त्यस्तै हो। हाम्रो देशमा के भएको आमा, यस्तो कहिले कलाकारहरू जेल जान्छन्, कहिले खेलाडीहरू जेल जान्छन्। अहिले भएन भनेर युवाहरूका चाहिँ माग सम्बोधन गर्न, देशको अवस्था परिवर्तन गर्न हिँडेका चाहिँ गृहमन्त्री पनि अहिले जेल जाने अवस्थामा पुर्याए। रवि लामिछानेलाई यहाँले चिन्नुहुन्छ कि चिन्नुहुन्न? आज यही विषयवस्तुमा कुराकानी गरौँ आमा। ठिकै छ। अब चिन्नु त अब प्रत्यक्ष त भेटेको त छैन। तर यसरी यो फेसबुकमा युट्युबमा हेर्दाखेरि चाहिँ मेरो आत्मा धेरै रुइरहेको छ। तर के गर्ने हो कि कहिले के गरेको छ, कहिले कताबाट के गरेको छ, सानो कुराले गर्दाखेरि ज्यानै लडाइदिन्छन्। हेर्नुहोस् कहिले के भनेको छन्, कहिले के भनेको छन्। अलिकति गर्छु भनेर तातेको मान्छेलाई खुट्टो समातेर हुन्छ कि हात समातेर हुन्छ कि माथि पहिले भर्याङ लाउने बेलामा चाहिँ लगाइदिन्छन्। भरे लगाएर भर्याङबाट माथि के अरे बरन्डाबाट खसाइदिएका छन्। हेर्नुहोस् त्यसरी खसाइदिएका छन्। त्यस कारणले मैले त छक्क, म त के विचित्र अहिले 75 वर्षको उमेर भयो, यस्तो नाटक त मैले काहीँ के मान्छे जन्मनु भएको रहेछ, के हुनुभएको रहेछ। अलिकति गरी खान, अलिकति राम्रो देश सपार्न, देशलाई बनाऊँ। अब युवाहरू चाहिँ आएर युवाले गर्नु। अब बुढाबुढीले सक्दैन। हामी त वृद्ध भत्ता खाएर बसेका छौँ भने सबै बुढाबुढी त उही हो नि। त्यस कारणले गर्छु भनेकालाई चाहिँ गर्न नदिनु चाहिँ एउटा के अरे असाध्यै नै मेरो चाहिँ मन रुइरहेको छ। हामी जस्ता कति छन् हामी आमा। यी सबै राष्ट्रका यी सबै चाहिँ मैले चाहिँ यस्ता युवकहरूलाई चाहिँ मेरा चाहिँ सबै छोरा भनेर चाहिँ मैले जम्ला हात जोडेर मेरो सबै छोरा भनेको छ। रविलाई चाहिँ साह्रै नै धुइरो खनेका छन्, साह्रै नै
चित्त दुखिरहेको छ बाबु, के भन्नु। त्यही त आमा, अब एउटा परदेशमा बसेर अब त्यहीँको गिरेन कार्ड पाएको व्यक्ति होइन, म नेपालमा फर्किन्छु, नेपालमै मेरो बरु नाम कमाउँछु, नेपालकै लागि गर्छु, नेपाली जनताको चाहिँ गाँसबासलाई अलिकति राम्रो परिवर्तन गर्छु भनेर होइन, सारा नेपालीको नेतृत्व गरेर युवा पिँढीको एउटा चाहिँ नेतृत्व गरेको त्यस्तो व्यक्ति चितवनका जनताले चुनेर यहाँसम्म पठाए। आज यो अवस्था भयो, उनको सानो कमजोरी गल्तीले भनेर पनि भनिरहेका छन् केहीले त। उहाँको नागरिकता पासपोर्ट विवादले उहाँलाई चाहिँ त्यत्रो पदबाट पनि मुक्त बनाइदियो। अब यो विषयमा चाहिँ आमाले के भन्नुहुन्छ आमा? मुन पर्दाखेरि बाबु जे कुरो पनि सरल हुन्छ। अब मुन परेको छैन भने एउटा सानो कुराले पनि धेरै तानिएर जान्छ। हेर्नु, अब आफ्नो परिवार उहाँ अमेरिकामा बस्नुभएको मान्छे आफ्नो परिवार छोडेर आएर अब नेपाललाई चाहिँ म गर्छु है भनेर आउनुभएको, उहाँ आउनुभएको सबै ती पुऱ्याएरै आउनुभएको थियो। त्यस कारणले गर्दाखेरि आएर आफ्नो नेपाल बनाउँछु, अब म यसरी उड्छु भनेर त्यत्रो चेतनबाट त्यत्रो जनताले चुनेर कस्तो गरेर आउनुभएको मान्छेलाई आज यस्तो चाहिँ बनाइदिनु चाहिँ अलिकति फेरि धेरैजनाले पनि छैन। एउटा त उहाँ कस्तो हुनुहुन्छ, एउटा युवराज सफल भन्ने चाहिँ हुनुहुन्छ म देख्छु, तर उहाँको चाहिँ के हो, उहाँका छोरा होलान्, छोरी होलान्, ज्वाइँ हुन्छन् सधैँभरि एउटा के अरे यस्तै दिन त आउँदैन। अस्ति जाडो भयो कस्तो भएको थियो, अब गर्मी चढ्छ। सधैँभरि त सफल बाबु पनि त त्यस्तै उमेरै त रहँदैन होला नि, हुँदैन होला नि, एक दिन बुढो भएको पनि त दिन आउँछ नि, तर त्यस्तो कुरो चाहिँ गर्नु हुँदैन थियो। एउटा व्यक्तिले अथवा मानौँ सफलले नै यो यत्रो काम गर्न सक्नुभयो होला त आमा? एउटाको मात्रै हात हुँदैन बाबु, एउटाले मात्रै कहाँ सक्छ, एउटाले सक्दैन। यो उहाँ सफल बाबुको पनि पछि मान्छे छन्, अघि पछि म त यसो अगाडि बढ हामी पछि आउँछौँ भनेका छन्, एउटाले मात्रै सक्दैन क्या, त्यो हुँदैन त्यो कुरो। युवराज सफलले मुद्दा हालेको चाहिँ गल्ती गरेका हुन् नि, त्यो हाल्नै नहुने हो, हजुर हाल्नै नहुने। आफ्ना पनि छन् नि त, आफ्ना पनि छोरा छोरी पनि हुन्छन् नि, छन् नि। एउटा न एउटालाई त केही न केही त हुन्छ नि हो, एउटा न एउटा धोका त लाग्छ नि, पाप त लागिहाल्छ नि, हेर्नुहोस् लाग्छ। त्यस कारणले रविलाई चाहिँ अति नै गरेको छ, गर्नुभएको छ। अनि फेरि एउटालाई जेलबाट निकाल्ने, अनि फेरि लाने, फेरि अब के गर्ने, यो म केही बुझ्न ओर्न केही सकेको छैन। उहाँहरूको हात के हो, उहाँहरूको मुन के हो बाबु, खै के भन्नु के गर्नु। म त छक्क मलाई कतिजनाले भन्छन् नि सन्दीपको लागि चाहिँ के अरे पूजा गर्थिस्, पूजा सफल भयो भने। अस्ति त सफल भएको थियो, फेरि अलिकति भगवान्ले उ गरे, तर यो कुरा पनि सफल चाहिँ हुन्छ, तर ढिलो चाँडो मात्रै हो, ढिलो चाँडो मात्रै हो। एउटा किरण देवी आचार्य होइन आमा सबै युवालाई, सबै छोराहरूलाई त्यत्तिकै माया गर्नुहुन्छ, कलाकारलाई त्यत्तिकै माया गर्नुहुन्छ होइन, अब खेलाडीलाई त्यत्तिकै माया गर्नुहुन्छ। भएन भने अब रवि आउँदा देशमा रवि रोकिने भए होइन, अब जस्तो विदेश जानु भएन, यहीँ नेपालमा यिनले कल कारखाना केही न केही बनाउँछन् होला भन्ने चाहिँ यहाँको सोच थियो। अनि भन्ने थियो अब केही न केही नेपालमा हुन्छ, यी चाहिँ खाडी मुलुक जाने युवाहरू रोकिन्छन् भन्ने आशा गरेका थिए। यो त पुरा नहुने भयो त आमा होइन? पुरा चाहिँ अब त्यस्तो गर्नु हुँदैन बाबु हो, त्यस्तो गर्नु हुँदैन। म 75 वर्षकी बुढी मान्छेले दिएको आशिष पनि उहाँहरूले मान्नुपर्छ। त्यस कारणले खाडीमा जाने, यहाँ नभएर नेपालमा नभएर खाडीमा जाने, बाकसमा फर्किने। अब यहाँ देशमा के अरे नेपालमा केही छैन, अन्तै जाने, महिलाहरूलाई बलात्कार गरेर आउने हो कि, त्यस्तो भइरहेको छ। त्यस कारणले यो चाहिँ के अरे रोक्नुपर्छ, यसरी चाहिँ खेदो पाइलो कि नगरौँ। अब यो के अरे यो चाहिँ अलिकति अति नै भइरहेको छ। रविले चाहिँ गर्छु नि भनेर आउनुभएको, तर उहाँहरूलाई गर्न दिनु भएन बाबु, गर्न नदिएपछि साह्रै दुःख छ। म त एकदम हेर्छु, हेर्न चाहिँ। तर आमा जेल हाल्ने कुरा गरिरहेछन् नि, यो पासपोर्ट काण्डले गर्दा चाहिँ
के भन्नुहुन्छ हजुरले? त्यो जेल हाल्ने भन्ने कुरो त किनभने उसलाई जेल हालिसकेपछि केही गर्न सक्दैन। हजुर अनि केही गर्न नसकेपछि यहाँ हामी चाहिँ सबै काम सफल बनाइहाल्छौँ, उसलाई जेलमा चाहिँ कोच्छौँ। कोचेर चाहिँ अब राखेपछि ऊ चटपटाउनै सक्दैन। अहिले ऊ चाहिँ के भन्छ नि, मैले चाहिँ त्यो सफलले भन्नुभएको छ नि, मैले राम्रो काम गरेँ, नागरिकता मैले दिलाएँ, अब म सुरक्षित राख्ने जेलमा भन्छन्। बाबा लाटाले पनि चिन्ने कुरो, त्यो जेल हालेको मान्छेलाई सुरक्षित राख्छ? मेरी आमै, मैले थाहा पाइसकेको छु। म नपढेको लेखा भए पनि, उहाँहरू पढेको भए पनि यी कुरा, यी पाल्सी कुरा हुन्। हेर्नुहोस्, पाल्सी कुरा हुन्। जेल हालेपछि अनिखेर मैले एकदम सुरक्षित राख्नलाई रविलाई भनेपछि अब 5 वर्षसम्म लन्ठाइदिने, लन्ठाइदिएपछि अनि उनीहरूले सक्तो गर्ने। त्यो कत्रो बिना रिस उठेको, कत्रो बिना ऊ गरेको। तर आमा, रवि लामिछानेलाई हिजो मात्रै जुन भाषण गर्न मात्रै रवि लामिछानेले चितवनमा होइन धेरै जनताले साथ दिएका थिए। अनि तपाईँ म मरे पनि मेरो पछाडि चाहिँ मलामी धेरै हुन् होइन भनेर भाषण गर्नुभएको थियो रविजीले। चाहिँ कस्तो लाग्यो उहाँको भाषण चाहिँ हजुरलाई? त्यो रवि बाबुको चाहिँ भाषण सुन्दाखेरि त के भन्नु छ, यो मेरा मुटु नि भक्कानिएर आउँछ। त्यस्तो त्यस्तो भाषण गरेको छ। चाउचाउ पोको खाँदै कसैलाई पानी खुवाएको छ, के अरे कहाँ के गरेको छ, मैले हेरिरहेको छु। ती भाषणले राम बाबु त्यो भाषण सुन्दाखेरि साँच्चीकै आमा उहाँ भाषण गर्ने व्यक्ति हो कि काम गरेर देखाउने खालको व्यक्ति हो रहेछ। यहाँले चाहिँ छोटो समयसम्म पनि मूल्याङ्कन त गर्नुभयो होला नि त। रवि कामै गर्ने व्यक्ति, काम गरेर देशलाई परिवर्तन गर्ने व्यक्ति हो कि होइन होला आमा? गर्थे 1 महिना 32 दिनमा ऊ खाइदिइहाले, केबाट अनि कहाँबाट के गर्नु? 2-4 वर्ष हेरिदिएको भए पो गर्छ गर्दैन भन्ने थाहा हुन्थ्यो। तरकारी ओइरिने बित्तिकै झिकेर खाएपछि मिठो हुन्छ, एकछिनपछि पाकेपछि पो स्वादिलो नुन भुटु सबै लाग्यो भन्ने हुन्छ त। त्यस कारणले अहिले उनीहरूको स्वादै पाएन, स्वादै पाएको थिएन। गर्ने युवक हो ती मान्छे एकदम। कतिपयले त भनेका छन् अब उसलाई केही षड्यन्त्र गरेर यदि जेलसम्म पुर्यायो भने पनि जेल सजाएपछि झन् रवि राजनीतिमा निखार हुन्छन्। त्यसपछि फेरि उनीको पालो फेरि आउँछ होइन, हिरोको पालो अन्त्यमा आउँछ भने जस्तै उनी अन्त्यमा आउँछन् र यहाँ भ्रष्टाचार निर्मूल गर्छन्, यहाँ भएका विथितिलाई अन्त्य गर्छन्, देशलाई समृद्ध बनाउँछन्। तर समय आउँछ, पर्खिदिनु पर्छ, यो अवश्य सत्यको जित हुन्छ भन्छन् त आमा। के हो यो विषयमा? होइन बाबु, त्यो जेल खोजिसकिसकेपछि यो जेल हो भन्छन्। यो जेलमा पसेको मान्छेले केही पनि गर्दैन भन्छन्। त्यो जेल हाल्नुको किन भनेदेखि आफ्नो के अरे दुश्मन त्यो जेल हालिसकेपछि सकियो। हेर्नुहोस् है, सकियो। त्यस कारणले पछि चाहिँ गरौँला, पछि दिदिउँला माने एउटा आशा राखेको, आशा देखाएको मात्रै हो। रविले अहिल्यै गर्नुपर्छ र अहिल्यै उनको चाहिँ सबै छिनिफिनी हुनुपर्छ। हेर्नुहोस्, प्रधानमन्त्री बनाउँछौँ भन्नुभएको छ चितवनका मान्छेहरूले चाहिँ हिजो भाषणमा चाहिँ प्रधानमन्त्री बनाउँछौँ है भनेर सपोर्ट गर्नुभएको थियो। होइन, अब खारेज भए पनि प्रधानमन्त्री चाहिँ बनाउँछ भन्नुभएको छ। होइन, प्रधानमन्त्री पनि बनाउनुहुन्छ, राष्ट्रपति पनि बनाउनुहुन्छ। तर खुट्टा तान्दिनेले 2 खुट्टे तान्दिहाल्छन्। अनि अब कताबाट बन्नु? ऊ त्यस्ता त्यस्ता बुवासा निस्केका छन्। हेर्नु न, छेउछेउमा बुवासा कस्ता छन्। गाई भुइँमा बस्ने बित्तिकै आन्द्राभुँडी निकाल्छ, आन्द्राभुँडी निकाल्छ नि, तान्छ, भरे गाई उठ्छ खोक्रो। त्यस्तो छ बाबु, त्यस्तो छ यो। मैले यो राजनीति भनेको नि मैले बुझिसकेको छु। म बुढी, मैले 2 अक्षर पढेको छैन पनि मैले हेरिसकेँ। अब तपाईँको छोरा होइन रवि आज जसरी एउटा चाहिँ भुमरीमा पर्नु भएको छ होइन, अब उहाँको पद पनि खोसियो, नागरिकता पनि खोसेर फेरि नागरिकता जारी मिति मात्रै बदलेर उहाँ फेरि अब पार्टीको सभापति हुनुभयो। अब तपाईँको रवि छोरालाई तपाईँको सन्देश के छ त अन्तिममा? होइन, अब त्यही नागरिकता, पहिलेकै नागरिकता हेरेर पहिलेकै नागरिकताबाट अहिले त्यो नागरिकता बन्यो हो कि? अब त्यो फ्याँकिदिएर अर्को बनाइदिएको भए पो त्यो नागरिकताको दोष रहेछ भन्ने हुन्थ्यो, भएन हो कि? त्यसैबाट सबै अहिले नयाँ मसीले कोरेको नयाँ खाम, पहिले अलिक पुरानो भएको यसलाई भएन भनेर उहाँहरूले त्यस्तो गर्नुभयो। त्यसैबाट चलेको छ। सत्यको जित हुन्छ। रवि बाबु छोरा, तिमी नआत्याउ, तिम्रो सत्यको दिन हुन्छन्। तिमी धेरै देशको उच्चा छौ मान्छे, धेरै धेरै मेरो आशीर्वाद छ। म 75 वर्षकी बुढी आमाले दिएको आशिष
लाग्छ बाबु नआत्तिनु दुःख पायो भनेर नआत्तिनु सुख पायो भने नमात्तिनु त्यस कारणले बाबुलाई धेरै धेरै धन्यवाद छ जस्तो आमा म अलिकति फेरि थपिदिइहालेँ यहाँहरूको पारिवारिक अवस्थाको बारेमा हामीले योभन्दा अगाडि पनि भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका छौँ है आमा हजुर अब किरण देवी आचार्य भनेर उहाँहरूले सर्च गर्नुभयो भने आमाहरूको वास्तविक अवस्था कसरी चलेको छ के छ भनेर पनि दर्शकले भेटाउन सक्छन् योभन्दा अगाडि पनि बोल्नु भएको छ नि त आमा हजुर होइन उहाँहरूलाई दर्शकहरूलाई यो भिडियो हेरिसकेपछि किरण देवी आचार्य भनेर फेरि सर्च गरेर आमाको भिडियो हेरिदिनु होला उहाँको आफ्नो फ्यामिली पारिवारिक ब्याकग्राउन्डबारे पनि बोल्नु भएको छ होइन त्यो पनि चाहिँ हेरिदिनु होला भन्न चाहन्छु आमाले महत्त्वपूर्ण समय दिनुभयो प्रत्येक घटनाहरूमा आफ्ना छोराछोरीलाई निहालेर आफ्नो विचार दिइरहनु भएको छ आफ्नो कुराहरू राखिरहनु भएको छ आमालाई चाहिँ धेरै धेरै धन्यवाद छ आमा हुन्छ बाबु मलाई रवि बाबु सन्दीप उता पल यीसित चाहिँ मलाई साह्रै उनीहरूले नचाहिँदो कुरामा फसिरहेछन् नचाहिँदो कुरामा चाहिँ उहाँलाई त्यसो अपवाद लागेको छ उनीहरूसित चाहिँ म आमाको तर्फबाट धेरै धेरै म आशीर्वाद पनि दिन्छु तर एकपल्ट भेट्न पनि चाहन्छु सफल होस् है त्यो काम चाहिँ हुन्छ आमा तपाईँलाई अब ज्येष्ठ नागरिकको रूपमा उहाँहरूले आशीर्वाद लिनु नै छ कुनै समयमा आमाबाट होइन आमालाई बरु उहाँहरू समक्ष पुर्याउने छौँ भोलिका दिनमा आशीर्वाद दिने देशको काम गर्ने नेतृत्व लिने राष्ट्रलाई समृद्ध बनाउने उहाँहरूको सोच विचार अगाडि बढ्दै जाओस् आज आमाले समय दिनुभयो त्यसको लागि आमालाई धेरै धेरै धन्यवाद छ आमा हस् त हस्